देशको लागि पनि राम्रो हुने कुरा जुन एउटा नीतिगत प्रस्तावको रूपमा छलफलको रूपमा आयो र त्यसलाई हामीले अवलम्बन गरेर सुधारमा लान सक्छौँ कि सक्दैनौँ भनेर यहाँलाई मैले प्रस्ताव राख्दा छु। हामी सक्छौँ, कसरी गर्न सक्छौँ भनेर तपाईँहरूले जसरी एउटा जुन स्पिरिटका साथ होइन सुधार गर्ने नै हो भन्ने हिसाबले त्यसलाई ग्रहण गरेर गृह कार्य गर्नुभयो, आन्तरिक रूपमा तयार भएर यति छोटो समयमा चाहिँ जुन आज कार्यान्वयनकै तहमा यो गएको छ र आगामी योजना पनि यहाँले पेश गर्नुभएको छ। बिस्तारै प्रदेश हुँदै अन्य सेवा समूहहरूलाई पनि यसले चाहिँ समेट्ने गरेर अगाडि जाने भन्नुभएको छ। त्यो एकदमै सराहनीय काम भएको छ। गभर्मेन्टको स्पिरिट अनुसार पनि होइन सुशासन, जनतालाई चाहिँ सेवा दिने काममा पनि यसले चाहिँ हेल्प नै गर्छ र पारदर्शी ढङ्गले डिजिटल माध्यमबाट होइन हामी चाहिँ डिजिटल युगमा जाने भनेको छ। हरेक कुरा डिजिटल प्रविधिबाट जाने भनेको र यो रिफर्मको श्रृङ्खला तपाईँहरूले अस्ति ई पेन्सन भेरिफिकेसन पनि गर्नुभयो, त्यो पनि कार्यान्वयनमा आइसकेको छ र यो 15-15 दिनकोले चाहिँ धेरै नै उत्साह आएको पाएँ बजारमा होइन र यसलाई भारतीय मिडियाले समेत उल्लेख गरिरहेको दक्षिण एसियामै पहिलो इत्यादि भनेर हामीले। तर यो 2 दिनको बिदा भइसकेपछि त्यो पनि मितव्ययिताको कारणले हामीले गरेको। तर त्यो सँगसँगै अब खर्च पनि व्यवस्थापन उधारो कम हुने, साना उद्यम व्यवसायहरू चलायमान हुने, सेवा क्षेत्रलाई हौसला पनि पुग्ने र कर्मचारी साथीहरूको पनि खर्च व्यवस्थापनदेखि लिएर बजारको माग पनि बढ्ने, अघि स्मुदिङ भने जस्तै कन्जम्सन बुस्ट पनि भयो।